शान्त र सुन्दर उपत्यकामा बिहानको सुनौलो घाम बिस्तारै उदाउँछ र सानो मुमु खुसी हुँदै नयाँ दिनको सुरुवात गर्छ। मोमो फूलहरूले भरिएको हरियो मैदानमा पुग्छ, जहाँ उसले आफ्नो मिल्ने साथी लुनासँग भेटेर रमाइलो गर्दै हाँस्न थाल्छ। अचानक जङ्गलतिरबाट एउटा चम्किलो उज्यालो देखिन्छ। त्यो तारा हो, जसले उनीहरूलाई उत्सुक र अलि अचम्मित बनाउँछ। ताराको उज्यालो पछ्याउँदै मुमु र लुना उत्साहित हुँदै जादुई जङ्गलभित्र जान्छन्, जहाँ नयाँ रहस्यहरू लुकेका हुन्छन्। उनीहरूले एउटा सुन्दर र चम्किरहेको ताल देख्छन्, जसको पानीमा सपना जस्तो झल्को देखिन्छ र मन शान्त हुन्छ। अचानक अँध्यारो छाया देख्दा उनीहरू डराउँछन्, तर एक अर्काको हात समाउँदै उनीहरूले साहस जुटाउँछन् र अघि बढ्छन्। त्यसै बेला बुबा मुमु आउँछन् र माया साथ भन्छन्, साँचो साथी र हिम्मतले हरेक कठिनाई सजिलै पार गर्न सकिन्छ। जङ्गलको बीचमा एउटा सुन्दर जादुई फूल फुल्छ, जसले चारैतिर उज्यालो र मिठो खुसी फैलाउँदै वातावरण रमाइलो बनाउँछ। यो अद्भुत यात्रापछि मुमु र लुना खुसी हुँदै आफ्नो घरतर्फ फर्किन्छन्। उनीहरूको मनमा नयाँ सम्झनाहरू भरिएका हुन्छन्। अन्त्यमा सबैजनासँगै बसेर खुसीका पलहरू बाँड्छन् र आकाशमा सुन्दर इन्द्रेणी देखिँदा उनीहरू अझ रमाउँछन्।